हेलो हेलो सबैजनालाई नमस्कार फ्रम केएसए। कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू पनि कमेन्ट गर्नु होला। अनि सानो एक्सपिरियन्स सेयर गर्नु मन लाग्यो। अनि यो चाहिँ विवाहितलाई पनि अविवाहितलाई पनि गर्लफ्रेन्ड भएकोलाई पनि बोयफ्रेन्ड भएकोलाई पनि है काम दिन्छ। अनि यहाँ मैले भन्न खोजेको कुरा चाहिँ के भने हाम्रो गर्लफ्रेन्ड छ या श्रीमान श्रीमती जसको पनि छ, यो कुरामा चाहिँ यो श्रीमतीहरूलाई या त गर्लफ्रेन्डहरूलाई होइन चाहिँ कुनै कुरामा पनि फिलिङ्सको कुरामा, मायाको कुरामा, जिद्दीपनको कुरामा, जे कुरामा पनि क्या यिनीहरूलाई हराउँछु भनेर चाहिँ लागि परियो भने चाहिँ हाम्रो केटाको जिन्दगी चाहिँ बर्बादै रहेछ भन्ने कुरा चाहिँ मैले थाहा पाएको छु। अब मेरो एक्सपिरियन्स भन्नुपर्दा म एकदम जिद्दी मान्छे, एकदम जिद्दी केटा है। अनि मेरो गर्लफ्रेन्डसँग पनि जहिले झगडा पर्ने, म त झन् कुरै सुन्न नमान्ने, मेरो त जिद्दी नै हुनुपर्ने क्या जहिले पनि। अनि अझै जिद्दी त मेरो गर्लफ्रेन्डको हुनुपर्ने क्या फेरि। अनि जब मैले रियलाइज गरेँ कि यो केटीहरूसँग चाहिँ नसकिने रहेछ, यो के भन्छ तर्क गरेर अब यो फिलिङ्सहरूको बारेमा होइन, यो मायाको बारेमा हामीले चाहिँ जिद्दी गर्न थाल्यो भने चाहिँ जिन्दगी चाहिँ डामाडोलै हुँदो रहेछ। त्यस कारणले सम्बन्धलाई स्मुथ तरिकाले चलाउनको लागि चाहिँ हामी छोरा मान्छे चाहिँ हार्दिनै पर्ने रहेछ क्या। यो एक्सपिरियन्स चाहिँ मेरो जिन्दगीमा भएको कुरा मैले सेयर गरेको। तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँहरू पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनुहुन्छ होला। अब यो चाहिँ लेसन पनि हो एउटा, हामीले चाहिँ हार्दिनु पनि सही नै कुरो रहेछ। ह्याप्पी वाइफ ह्याप्पी लाइफ भने चाहिँ कुरो चाहिँ सही रहेछ। अनि जब मैले हारिदिन्छु, अब जे कुराहरू पनि उनीहरूले ढिपी गर्छ है गर्लफ्रेन्डहरूले, यो कुरा चाहिँ यो यस्तो हुनु पऱ्यो, अब यस्तो होइदिनु पऱ्यो, मलाई यस्तो गर्नु पऱ्यो, यस्तो रिट्रिट गर्नु पऱ्यो भन्छन्। कति कुराहरू चाहिँ असम्भव कुराहरू पनि भनिदिन्छन् क्या। तर त्यो बेला पनि ल हुन्छ म गरिदिन्छु, हस् हजुर म गरिदिन्छु, ल आई लभ यु भनिदिने होइन, म पुऱ्याइदिन्छु, म गरिदिन्छु भन्ने। तर लास्टमा अब त्यो नसकिने कुराहरू त हार पनि त स्वीकार गर्नु पऱ्यो। आफूले नसकिने कुराको आश देखाएर त हुँदैन। अनि भरे उनीहरू काम डाउन भएपछि चाहिँ फेरि यस्तोसम्म चाहिँ म गर्न सक्छु, हेर यस्तो गरिदिने, यस्तो गर्छु, यस्तो गरौँ भनेर उनीहरूलाई सम्झाएर लाग्यो भने चाहिँ जिन्दगी चल्यो। ए तिमीले गर्दैन यस्तो कुरा पनि हुन्छ, यस्तो पनि हुन्छ, म सक्छु, यो यस्तो गर्छ, अर्कोले गरिदिन्छ, यस्तो अर्को गर्लफ्रेन्ड छ त्यसको त्यसले गर्छ भनेर लाग्यो भने जिन्दगी डामाडोल हुँदो रहेछ साथीहरू। अनि यो चाहिँ पार्ट 1 हो। पार्ट 2 पनि आउँछ पछि है। एक्सपिरियन्स धेरै छ। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? तपाईँहरूले चाहिँ कसरी यो आफ्नो सम्बन्धलाई अगाडि बढाइराख्नु भएको छ कमेन्ट गर्नु होला। तपाईँहरूको एक्सपिरियन्स पनि सेयर गर्नु होला। अनि जोसँग मेल खाएको छ उहाँहरूसम्म चाहिँ यो मेरो भिडियो चाहिँ सेयर गरेर पुऱ्याइदिनु होला। थ्याङ्क्स फर वाचिङ।